हेलो हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी चागु नारायणको दर्शनको लागि निस्केको छौँ। हाम्रो चाहिँ उकालोबाट ओह्रालो सुरु भयो। ल हामी चाहिँ जाउँ है। हाई अब ओह्रालो झर्न चाहिँ हामीलाई खासै गाह्रो छैन। ल यो चाहिँ हामी मन्दिर मुनि सबैजनाबाट देखेको दृश्य सबभन्दा अग्लो म आमा आज कुन एकादशी हो रे? हरिशयनी एकादशी। हरिशयनी कि हरिबोधनी? हरिशयनी होइन, हरिबोधन त पर्सि कार्तिकमा हुन्छ। ए आज हरिशयनी। उकालो हिँड्न गाह्रो भएन आमा? है उकालो गाह्रो भइरहेछ छैन? उकालो ठिकै छ। गाह्रो भयो भन्ने भयो त किन आइरहनु। ठिकै छ। आमालाई बिस्तारै हिँडाउनु रे, यति हिँडायो भने अहिले आमालाई उकालोमा गाह्रो पर्छ अरे। ल आमा कति डर हुनुहुन्छ, अहिले गाह्रै पर्दैन। यसरी हिँड्ने पसिना निकाल्ने एकदम हेल्दी होइन त? हो ल ल ठ्याक्कै त डाँडामा पुग्नुपर्छ हामी चाहिँ। ओ आमा ओम नमः शिवाय भन्दै दौडिँदै गरिरहनु भएको छ, हामीले नभेट्ने गरी। हजुर अस्ति हामी गएको बोडीलाई नलिकिन। हाम्रो आमा चाहिँ हिँड्न नसकेर बाइकमा ल्याइदिएको। आउनु भनेको हामीभन्दा अगाडि भइसक्नु भएको छ। हो मजाले हिँड्दैछौँ। यहाँ मिठो पानी थियो। यहाँ पिकल पनि साह्रै होला नि। उकालो उकालो मलाई जतिको राम्रो कहाँ भयो होला राजा? गाह्रो भयो? धेरै गाह्रो भयो। मलाई त सजिलो भइरहेछ। बोक्नु पर्दैन यस्तो उकालोमा। हजुर कायदा किसिममा सबै भएको छ। ए घरमा बसेर भात खानुभन्दा यो ठिक छ है। घरमा बसेर भात खाएर सुत्नुभन्दा यो ठिक छ। त्यतिको उकालो त्यही त। सबभन्दा ल हामी गाह्रो भएको बर्खा ल्याइदिनु साइड लाग है, साइड लाग। हामीलाई लैजाऊ भन दर्पण। ए आमा अलि साइड लाग्नु। उही भइरहेछ नि, हामीलाई के लाग्छ? पसिना त निस्केको राम्रो नि। म चागु नारायण जान लाग्को भन। म मेरो प्यारो अप्पूसँग जान लाग्को भन। त्यसलाई मात्र बोल्न लाउँछ। गौरी दिदी छ जान्दा म प्यारो अप्पूसँग जान लाग्को भन। म प्यारो गौरी दिदीसँग जान लाग्को भन्छ। कर्कलो हेर्नु न कस्तो राम्रो। लाग्ने के भन्नु रहेछ आफ्नो। भन त भिडियो बनाउँदा hele कहीं के भन्छ सब भन। फुलहरू ल बाटोमा चाहिँ रमाइलो। फुल पनि आओ। ओहो कति राम्रो छ र। फुल पनि आओ। ल सबभन्दा बढी आमा पुरै एक्साइटेड मन्दिर जाने भन्छ। 3 2 1 गो। दौड दौड त भाइ अम्बा फलेछ है। टिपा त्यो बेला भएको छैन। लु टिपा त्यो खाने बेला भएको अम्बा होइन। फेरि हातमा झर्छ र पक्ला। त्यति हिँड्न सकिन्छ नि त। 6 बजेसम्म सुत्न चाहिँ म सुत्दिनँ। म बिहानै उठ्छु, बेलुका छिटो सुत्छु। सुन्दर गर्दै नि छोरा, त्यतै गर। यतापट्टि साइडमा नगर, फुल भएपट्टि यता गर। उसलाई गराउनु। हो ऊ
थाकिसक्यो खोइ यो थाकिसक्यो कि यही हो आज हिजो ए खाली आएछ लु न पास लिफ्ट वाउ एकै ठाउँमा कस्तो राम्रो कि सयपत्री फुल ल गोपाललाई चाहियो अहिले जाँदाखेरि बस्नु यो माथि ल्याउनु हुन्छ है धेरै उफुफ नगर भर्खर हामी हिँडेको 15 मिनट भएको छैन हजुरको पसिना झर्छ कि फेरि सबभन्दा पहिला म जान्न के अरे म जान्छु हिँड्न सक्छु भन्ने मान्छेको हालत त्यस्तो छ के छ ठिक छ समस्यामा भाइ अब ल मकै हरिमल्ल मकै है के कुन खालको मकै रहेछ ए बाटो नि छोडौँ है छोडौँ है छोडा पसिनाले राउराक भइहाल्यो मेरो पैसा खोला नि के को ल यसो कुखुरा त ठुल्ठुलो रहेछ यहाँ त पसिना हेर त मलाई बेसरी यता उडाउनु म अगाडि ढल्काएर तिमीलाई त के गाह्रो हुन्छ र उमेरमा म बुढाबुढी मान्छेलाई कति गाह्रो हो नि साइड लगाइ साइड लगा भाइ तल्लो छेउबाट हिँड है ल अब हामी चाहिँ ठ्याक्कै सल्लाहघारीको जङ्गलमा आइपुग्यौँ यहाँबाट चाहिँ अलिक शीतलै हुन्छ कि देउराली चाहिँ सबै फुल चढाएर हिँड्दो रहेछ नि हामी चाहिँ चढाउँदैनौँ फेरि भगवान् मलाई शक्ति दियो माथि पुग्न लु शक्ति देऊ छन्दै थपिदिनु भन्नु न होइन शक्ति नभए घरबाट यहाँसम्म आउनु भन्नु होला अस्ति मलाई यस्तो गाह्रो भएको थियो शक्ति देऊ भगवान् अब लास्ट यो मेन उकालो बाँकी छ ल हिँड नि हिँड यही हो क्या बाँकी छ ल हाम्रो दिदीलाई बेसरी गाह्रो भइरहेछ यता मलाई भन्दा बढी बुबा नि बाइकमा आएर हाँस्दै हुन्छ यहाँ ल हामी चाहिँ फाइनल्ली जागुनारायणको गेटमै आइपुग्यो बल्ल बल्ल ल नारायण थानको लाइन यो चाहिँ अक्षताले पूजा नि होइन आज अबिर हालेको त्यो पोखेको थियो सबै त्यही हो क्या
भित्र दिसे होइन मन्दिरमा दिसहरू लु भइगयो त गणेश पूजा गर्दा गणेश होइन पूजामा पनि ढोक्दै हिँड्नु न अब भेटी चढाउँदा हुन्छ कहाँनिर जान्छ ऊ यहाँनिर यो चढाइसिया लिएर जान्न म लाइन बसेर पूजा गर्न जानु भर्खर गरे त हुने म आएर पठायो कि ऊ त्यहाँ मान्छे बसेको ठाउँमा ऊ त्यो मान्छेले ढोकिरहेको ठाउँमा ऊ त्यहाँ मान्छेले ढोकिरहेको ठाउँमा त्यो सानो हुन्छ चढाएर ढोकेर आउनु उकालो बाटो आउँदा आउँदा बिचमा चाहिँ यहाँ मन्दिर वाउ वाउ कति सुन्दर काठमाडौँ गाई देखेर तर्सिन्छ घरबाटै होला नि हो के घाम त अब यति बेला भत्त चर्किन्छ त ओइ उसले मोबाइलमा ढुङ्गा हानिरहेको भाइ त्यस्तो गर्नुहुन्छ हामी यतिखेर चाहिँ फर्किनु टाल्ले घरको आइपुग्नुको टाल्ले हिँड्नु म फर्किसक्ने हजुरहरूलाई नकुरेको भए हो साँच्ची हो होइन को देख्छु त फेरि म त उहाँले ल्याउनु भएको थियो मेरो बुहारी